हेलो हजुर, नमस्कार नमस्कार। आज चाहिँ म यहाँहरूमाझ एउटा विषयमा चर्चा गर्न गइरहेको छु। यो विषय रहेको छ, अहिले एकजना बहिनी वेदिका केसीले सामाजिक सञ्जालमा धेरै विषयमा चाहिँ उहाँले अभिव्यक्ति दिइरहनु भएको छ। त्यसमध्येमा जुन चाहिँ एउटा इस्कनद्वारा रचित जुन चाहिँ एउटा श्रीमद् भागवत यथारूप भन्ने एउटा पुस्तक छ, त्यसमा चाहिँ उदाहरण किन क्राइस्टको दिएको, किन जिसस क्राइस्टको दिएको, त्यस्तो के कारणले दिनुपर्थ्यो, कि हाम्रो सनातन धर्म संस्कृतिमा एकलव्य, प्रहलाद लगायत मीराबाई धेरै व्यक्तित्वहरू चाहिँ जुन चाहिँ भक्तिका एउटा उच्चतम कोटि हासिल गरिसक्नुभएका, उदाहरण दिन सक्ने त्यस्ता व्यक्तित्वहरू हुनुहुन्थ्यो। ती व्यक्तित्वहरूलाई चाहिँ छाडेर किन चाहिँ जिसस क्राइस्टलाई दिएको हो, के यो हाम्रो धर्म सनातन धर्मसँग सम्बन्धित छ, कसरी चाहिँ यो सन्दर्भ मिल्न सक्छ भन्ने कुरा चाहिँ उहाँले व्यक्त गर्नुभएको थियो। र त्यो विषयलाई चाहिँ मैले कुन रूपमा चाहिँ एनालाइसिस गरेको छु भन्ने विषयमा चाहिँ यहाँहरूलाई आफ्नो उदाहरण व्यक्त गर्न गइरहेको छु। हुनसक्छ यो सन्दर्भ तपाईँलाई ठिक पनि लाग्न सक्छ, बेठिक पनि लाग्न सक्छ, त्यो आफ्नो स्वतन्त्रता विचारको कुरा हो। म चाहिँ इस्कोन भन्ने संस्थासँग कुनै पनि मेरो नजिकको पनि सम्बन्ध छैन। म एक दुईपटक चाहिँ गएको छु कार्यक्रममा, त्यसैले त्यो संस्थाले कसरी गरिरहेको छ भन्ने के गरिरहेको छ गतिविधिको विषयमा त्यो छुट्टै चर्चाको विषय हो। र यो विषयलाई चाहिँ मैले हेर्नुपर्दा चाहिँ मैले कसरी हेरिरहेको छु भने यो भागवत प्रचारको सिलसिलामा प्रभुपाद जब उहाँ युरोपमा जानुभयो, अमेरिकामा जानुभयो, विशेष त अमेरिका यात्राको क्रममा उहाँले हिप्पीहरू जो चाहिँ दुर्व्यसनमा फँसिरहेका थिए, जुन चाहिँ आफ्नो मानव जीवनको औचित्य महत्त्व नबुझिकन जुन चाहिँ सडकमा चाहिँ दुर्व्यसनीमा फँसेर जीवनलाई चाहिँ बर्बाद गरिरहेको अवस्था थियो, त्यो अवस्थाबाट चाहिँ उहाँले आफ्नो भागवत ज्ञानलाई चाहिँ बुझाउनको लागि, सुनाउनको लागि त्यो चाहिँ एकदमै क्रिस्चियनको पुरा भक्त भएको व्यक्तित्वहरूलाई चाहिँ आफ्नो विचारमा लिएर आउनको लागि, आफ्नो भावनामा, आफ्नो मार्गमा ल्याउनको लागि चाहिँ ती क्रिस्चियन समुदायहरूलाई क्रिस्चियन र कृष्ण उस्तै नै हो, अथवा उहाँले चाहिँ त्यो क्रिस्चियन समुदायलाई त्यो तरिकाले बुझाउनको लागि चाहिँ उहाँले त्यो सन्दर्भमा जोड्नु भएको हो कि भन्ने चाहिँ मलाई लाग्छ। जसरी अहिले नेपालमा सनातन धर्ममा आबद्ध गराउनको लागि, सनातन धर्मबाट चाहिँ क्रिस्चियनमा धर्मान्तरण गर्नको लागि चाहिँ विभिन्न सच्चाइको केन्द्र भनेर चाहिँ यो सनातन धर्म नै हो, हिन्दू नै हो, धर्म दसैँ पनि मान्न मिल्छ, टिका लगाउन मिल्छ, भजन कीर्तन गाउन मिल्छ भनेर चाहिँ जुन भ्रम पारेर चाहिँ नेपाली सोझाहरूलाई धर्मान्तरण गरेर चाहिँ त्यो कार्य गरिरहेको देखिन्छ। त्यस्तै गरेर जुन प्रभुपादले पनि यो क्रिस्चियनिटीको अथवा जिससको चाहिँ उदाहरण कि ती समुदायलाई भागवत ज्ञान बुझाउनको लागि, त्यस सङ्गठनमा आबद्ध गराउनको लागि, ती दुर्व्यसनीमा जीवन बर्बाद गरिरहेको व्यक्तित्वलाई चाहिँ भगवत रस पान गराउनको लागि चाहिँ उहाँले गर्नुभएको त्यो एउटा स्ट्राटेजिक अथवा रणनीति हो जस्तो मलाई लाग्छ। र मैले एकचोटि विदेशमा जाँदाखेरि पनि मैले धेरै व्यक्तिहरूसँग भेट्ने क्रममा यो बाइबलको विषयमा चाहिँ चर्चा हुँदाखेरि जुन चाहिँ क्याथोलिक क्रिस्चियन कम्युनिटीहरूको बाइबल फरक सन्दर्भको हुने, अनि अर्को रोमनहरूको छुट्टै हुने, होइन, त्यो समुदायहरू बिचमा पनि एउटा किसिमको अन्तर्द्वन्द्व त नभनौँ, होइन, एकअर्कालाई चाहिँ त्यो प्रकारको चाहिँ भिन्नता महसुस गर्ने, नस्वीकार्ने त्यस्तो खालको पनि मैले चाहिँ बुझेँ। त्यस कारणले गर्दाखेरि आफ्नो आफ्नो हिसाबले समुदायलाई बुझाउनको लागि यस प्रकारको अभ्यास गरिरहेको हो कि जस्तो लाग्छ। र यसमा चाहिँ म के गलत भन्न चाहन्छु भने, यदि साँच्चीकै ती अमेरिकन, युरोपियन जुन चाहिँ भ्रष्ट भएको व्यक्तित्वहरूलाई चाहिँ आफ्नो ज्ञान बुझाएर जीवनको गरिमालाई बुझाउँदै मानवताको अस्तित्वलाई बचाउनको लागि उहाँले गर्नुभएको प्रयास त्यो बेलाको सन्दर्भमा ठिक थियो भने फेरि नेपाली समुदायलाई पनि यही उदाहरण दिएको पुस्तक चाहिँ अनुवाद गरेर वितरण गर्नु, भारतवर्षमा पनि अथवा इन्डियामा पनि यस प्रकारको उदाहरण दिएको पुस्तकहरू चाहिँ प्रकाशित गरेर वितरण गर्नु, त्यो एकदमै गलत छ। यसमा चाहिँ म एकदमै आपत्ति जनाउन चाहन्छु। नेपाल, भारतमा चाहिँ यथारूप जुन प्रकारले जुन
श्रीकृष्ण भगवानले ज्ञान जुन गीता चाहिँ दिनुभएको थियो त्यसलाई चाहिँ यथार्थ रूपमा जस्ताको तस्तै वितरण गर्नुपर्छ जस्तो लाग्छ। यो सन्दर्भमा यहाँहरूलाई आफ्नो विचार कस्तो लाग्यो, मेरो भनाइहरू कस्तो लाग्यो, आफ्नो विचार पनि व्यक्त गर्नुहोला। मैले यति नै भन्न हवस्, धन्यवाद।